पनि आउँछ। यसको लागि भने सिस्टमलाई चाहिँ राम्रो तरिकाले क्लियर बुझ्नुहोस्, डिएसएमको प्रडक्टलाई राम्रोसँग चाहिँ सेवन गर्नुहोस्, यो प्रडक्टको नलेज राम्रोसँग सेयर गर्नुहोस् अनि हातेमालो गर्दै जानुहोस्। तपाईँले चाहिँ स्टार डायमन्ड भन्दाखेरि चाहिँ मजबुत खालको तपाईँको टिम बन्छ। त्यो टिमले चाहिँ तपाईँलाई सधैँभरि सपोर्ट दिन्छ है। टिमलाई सपोर्ट गर्नको लागि तपाईँ हामीसँग के हुनु पर्यो? निरन्तरता अनि व्यवहारिकता हुनु पर्यो, इमान्दारिता हुनु पर्यो, लगनशीलता हुनु पर्यो। सो त्यही अनुसारले चाहिँ हामी अगाडि बढ्न सक्छौँ। धेरै मार्केटिङ प्लानहरूमा चाहिँ धेरै कुराहरू छन्, तर आज सर्टेजमा हामीले चाहिँ दिएका छौँ। आउने समयमा तपाईँहरू माझमा चाहिँ फेरि यो मार्केटिङ प्लान होस् या प्रोफाइलको बारेमा होस् या प्रोडक्टको बारेमा होस् या स्पिकर अफ द डेमा स्पिच दिनेवाला होस् या जेसुकै भए तापनि तपाईँसँग चाहिँ मैले सेयर गर्नेछु भन्दै अहिलेको लागि बिदा चाहन्छु। नमस्ते, गुड मर्निङ। धेरै धेरै धन्यवाद छ स्टार डायमन्ड तुलबहादुर बेलुकीसँग एकचोटि जोरदार तालीले सम्मान गर्नुहोला। र मार्केटिङ प्लान गर्न धेरै छ, तर पनि उहाँले छोटकरीमा हामीलाई एकदम बुझ्ने तरिकाले